हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियोज। इट्स मी धनवी चौधरी। आजको भिडियो सुरु हुन्छ यामाहा सोरुमबाट। आज हामी यहाँ यामाहा सोरुममा आएका थियौँ होइन। यता अब गाडीहरू धुलिँदैछ। दाइको एउटा गाडी अब नयाँ गाडी हो, त्यसैले अब यहाँ सर्भिसिङ गराउन आएको थियौँ हामीहरू। अब यहाँ गाडी धुलिँदैछ। अब उता सनाहरू छु हेर्नु गाडी छ, नभए उतै जाँदैछु म पनि। यता छन् होइन, तपाईँहरू पनि देख्न सक्नुहुन्छ। यता नयाँ नयाँ गाडीहरू राखिएको छ। यदि तपाईँहरू पनि गाडी लिन चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ तपाईँहरू। अब तपाईँहरूलाई यो स्कुटी कस्तो लाग्दैन? यो स्कुटी चाहिँ मलाई मनपर्छ। यसको कलर कम्बिनेसनहरू एकदमै राम्रो छ, तपाईँहरू पनि देख्न सक्नुहुन्छ। उता गाडीको सर्भिस हुँदैछ, तपाईँहरू पनि देख्न सक्नुहुन्छ। यता हामी बसेछौँ, यहाँ कस्टमरहरू यता छन् दुईजना। यता नीति नियमहरू टाँसिएको छ होइन, तपाईँहरू पनि यहाँ पढ्न सक्नुहुन्छ। साथीहरू अब गाडी सर्भिस भइसक्यो होइन। अब यहाँबाट निस्किरहेको छौँ हामीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ यो गाडी। यता साथीहरू पनि छन्। अब यता सबैतिर साथीहरू छन् होइन। अब यहाँबाट हामी गोदावरीतर्फ लागिरहेको छौँ। यहाँ हामीले धनगढी उपमहानगरपालिका भ्रमण गरेर सक्छौँ अनि यहाँ पस्छौँ हामी गोदावरी नगरपालिकामा। उता साठी ट्याङ्की खाली गर्दैछन्। हामीहरू सबैको ट्याङ्की फुल भइसकेको थियो अनि हामीहरू पनि ट्याङ्की खाली गऱ्यौँ। जय बजरङ बली की जय हो। साथीहरू हामी यहाँ गोदावरी आइसक्यौँ होइन। गोदावरी पुगिसकेछौँ। यता साथीहरू छन् थुप्रै। अब यहाँको सौन्दर्य एकदमै राम्रो छ। हावा चलिरहेछ। उता नेपालको झन्डा फरर उडिरहेछ होइन, तपाईँहरू पनि देख्न सक्नुहुन्छ। यहाँ नदीबाट पानी बगिरहेछ। यता पहाडको भ्यूहरू। उता अलि रुखहरू कम भएर मात्र त्यस्तो देखियो कि ढुङ्गा मात्रै देखिरहेछ। यता हामी छौँ। यता थुप्रै मानिसहरू आछन्। मानिसहरूको क्राउड देखिराख्नु भयो होला तपाईँहरू पनि। यता घोडाहरूको पनि सवारी राखिएको छैन, सवारी उपलब्ध छ। तपाईँहरू पनि यहाँ चढ्न सक्नुहुन्छ घोडामा। यता हाम्रो साथी आफ्नो साथीसँग खेल्दैछन् होइन। अब हामी तल जाँदैछौँ नदीमा। नदीमा पुगिसकेपछि त उता साथीहरू बर्थडे सेलिब्रेसन गरिरहेको थिए अनि एकछिन हामीहरू पनि हेरिहाल्यौँ। गंदा फोटो ऐसी खिंचाएगा, टेंशन नहीं, पूरा फोटो खिंचेगा एक तो अपना यार दिन मासु गिल रस्ते हो गई ना गोदावरी के मासु लेके दिन। घुम्नलाई गोदावरी आएपछि कहिले पनि मासु नलिकन नआउनु होला, किनभने मासु बिना आएपछि यस्तै हुन्छ हालत। स्याड मुड बनाएर बस्नुपर्छ। साथीहरू अगाडि छन्, तपाईँहरू पनि देख्न सक्नुहुन्छ। म त यता छु पछाडि। अब क्यामेराम्यान भएपछि त अलिक पछाडि हिँड्नु पऱ्यो। के भयो यस्तो? पानी पर्ने जस्तो बादल गरिसक्यो। साथीहरूको लभ बनाएको डिजाइनमा फोटो खिचेको साथीहरू त खुसी भइहाले। अब साथीहरू हामी यहाँ गोदावरी घुमिसक्यो होइन। अब यहाँबाट निस्किरहेको छौँ। यता साथीहरू छन् सबै हिरो। यता इमन सर। अब यहाँबाट निस्किरहेको छौँ। अब